कति मन्दिर धाएपछि देउता भेटिन्छ कि भेटाउनै पर्छ उनलाई? हेलो एभ्रिवान, दिस इज पियुष। वेलकम टु एन एपिसोड अफ वर्ड्स। मेरो आजको कविताको शीर्षक छ अनि देउता भेट्यौ त। कति लिटर दुध शिवलिङलाई केवल छोएर मात्र ढलतिर खेर फाल्दा तिम्रो शिव प्रसन्न हुन्छन् त। कति टन निर्दोष बोकाको बलि चढ्दा, कति डब्बा लड्डु चढाउँदा, कति पल्ट लाखपत्ती बाल्दा तिम्रो भाकल पुरा हुन्छ त। गर्भगृहको लक्ष्मीबाट धनको आशा राखी प्रवेशद्वार भन्दा 2 मिटर टाढा उभिएकी लक्ष्मीलाई पैसाको नाममा इज्जत लुट्दा तिम्रो आस्थामा के छ? कृष्णलाई मायाको गाथा सुनाई तिमीलाई पर्खिएको रङ्गहीन कृष्णलाई त्याग्दा तिम्रो भक्ति कुहिए छ। नाङ्गो खुट्टा हिँडिदिन्छौ तर नाङ्गो शरीरलाई ढाकिदिन सक्दैनौ। अगरबत्तीको मिठो बासना छरी पूजा त गर्छौ तर पुज्न सक्दैनौ। भन्दिन म देवलाई भारी बिसाउने चौतारो नबनाउन, तर 1/4 अन्न खुड्किला माथिका धनी देवलाई अनि 3/4 पेटीको भोको देवलाई चढाउँदा कुन चाहिँ देव स्वार्थी होलान् र? कि तिम्रो मनमा उम्रेको खुसी तिम्रो प्रसादम मानिलिन सक्दैनौ र? प्रधानमन्त्रीले पूजा गरे भए त बाढी नै आउँदैन थियो। बाढी लागेर घर बग्दा बग्दो कुर्सी च्यापेपछि कुन हवनले कुन पूजाले यो देशको बेग गतिशील बन्ला र? नहुर्किँदै त्यो जीवलाई मारिदिनु त अपराध होइन र? बलिको बारे थाहा पाउँदा 4 वर्षीय बालकले सोध्छ। स्वर्गबाट आवाज पर्किन्छ, हत्यारा भएछु म तिम्रो सपनाको, मैले बनाएका जीवको, तिम्रो हस्तरेखाले रचेको भविष्यको अनि मैले निम्त्याएको अन्धो आस्थाको। पापको भागीदार छुट्याउने म आज आफै कठघरामा उभिनु परेको छ। मेरा आँखा बन्द छन् तर म देख्दैछु तिम्रो स्वार्थ मेरो मूर्तिमा बेरेर बेचेको, तिम्रो अस्वाभिमान मेरो स्वाभिमानको किमतमा बिकेको। ए मनुष्य, कुन भक्ति कुन भजन कुन आरती गर्छौ है खाली पेट? मेरा आँखा बन्द छन् तर मैले देखिसकेँ तिमीले मलाई आफै बनाएर आफै बेचेको, तिमीले मलाई आफै बनाएर आफै बेचेको। मेरो जन्म 2 पल्ट भयो। एकपल्ट म तिमी भित्र उम्रिए अनि अर्कोपल्ट तिमीले मलाई तिमी बाहिर फ्याँक्यौ, तिमीले मलाई तिमी बाहिर उमार्यौ। तिम्रो अन्तर्मन मेरो घर थियो। वृद्धाश्रम रूपी मन्दिरमा झोलाविहीन छोड्यौ मलाई। आफ्नै मन्दिरमा अन्यको कामनाको दरमा बिक्न छोड्यौ मलाई। तिमी आफ्नो कलमको मसी आफै भन्दा, आफूलाई निहाली आफैलाई सान्त्वना दिन सक्दा तिमी र म बीच केही फरक रहने छैन। नखोज मलाई रातो अबिर झुक्किएर चुहिएको ढुङ्गामा, म त बस तिमी भित्र छु, म त बस तिमी नै हुँ। धन्यवाद। Thank you for listening everyone. That was Piyush. We'll meet you next episode.